आजको लागि पहिलो नम्बर प्रश्न चाहिँ के भनेको छ भने यो शिक्षक सेवा आयोगलाई गत वर्ष माध्यमिक तहलाई सोधेको क्वेसन हो। अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? अप्सन नम्बर 1 900 मेगावाट, यसै गरेर चाहिँ 456 मेगावाट, 440 मेगावाट र 1200 मेगावाट है त। र प्रश्नले अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ भनेर शिक्षक सेवा आयोगलाई गत वर्ष सोधिसकेको क्वेसन हो। माध्यमिक तहलाई सोधेको थियो यही क्वेसन है त। ल सबैजना साथीले कमेन्ट गर्नुहोस् त, अरुण तेस्रो जलविद्युत आयोजनाको सोधेको छ। सबैले कमेन्ट गर्नु है। 900 मेगावाट हो कि 456 मेगावाट हो कि 440 मेगावाट हो कि 1200 मेगावाट हो त? अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति छ? यो निर्माणाधीन जलविद्युत आयोजना हो, हाइड्रो पावर जुन चाहिँ निर्माणाधीन छ है। 900, 456, 440 र 1200 मेगावाट। ल धेरैजना साथीहरूले सही नै विकल्प दिनुभएको छ, कतिपय साथीले अन्य पनि कमेन्ट गर्नुभयो। ल अब यता ध्यान दिने है। यो अरुण तेस्रो जलविद्युत आयोजना भनेको अरुण नदीमा सञ्चालित रहेको निर्माणाधीन जलविद्युत आयोजना हो साथीहरू। र यो कुन जिल्लामा सञ्चालित छ त? सङ्खुवासभा जिल्लामा सञ्चालित रहेको छ है। सङ्खुवासभा जिल्लामा सञ्चालित छ। र यो चाहिँ अरुण नदीबाट सञ्चालित भइरहेको एउटा निर्माणाधीन जलविद्युत आयोजना हो, अरुण तेस्रो जलविद्युत आयोजना। र निर्माणाधीन जलविद्युत आयोजना अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता चाहिँ कति छ त? 900 मेगावाट। 900 मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ। यसको सही विकल्प भनेको 900 मेगावाट इज द करेक्ट एन्सर। 900 मेगावाट भनेका साथीहरूको मिल्यो, अरू साथीहरूले चाहिँ करेक्सन गर्न पर्यो। आजको लागि पहिलो नम्बर प्रश्नको सही विकल्प भनेको 900 मेगावाट है त। ल अगाडि बढौँ। र पहिलो नम्बर प्रश्नको सही विकल्प दिनुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ एकमुष्टमा बधाई छ। र दोस्रो नम्बर प्रश्न हेर्नुहोस् त के भन्यो? नेपालको इतिहासको पहिलो संविधान कुन प्रधानमन्त्रीको पालामा निर्माण भएको थियो है? र विकल्पमा तपाईँहरूलाई मोहन शमशेर, भीम शमशेर, भीमसेन थापा, पदम शमशेर। नेपालको इतिहासको पहिलो संविधान कुन प्रधानमन्त्रीको पालामा निर्माण भएको थियो त? मोहन शमशेर हो कि, भीम शमशेर हो कि, भीमसेन थापा हो कि, पदम शमशेर हो? ल कमेन्ट गर्नुहोस् है। प्रश्नहरू एकदमै आधिकारिक छन् साथीहरू, आफ्नो वालमा सेयर गर्नुहोस्, व्यापक रूपमा सेयर गर्दै सहभागी जनाऊ। पछिल्लो टाइम चाहिँ साथीहरू अलिकति सेयर गर्न अल्छी गरिरहनु भएको हो कि भन्ने अनुभूति मलाई भइरहेको छ है। अल्छी गर्न भएन। नेपालको इतिहासको पहिलो संविधान कुन प्रधानमन्त्रीको पालामा निर्माण भएको थियो भनेर चाहिँ तपाईँलाई 4वटा विकल्प दिएको छ र सबैले कमेन्ट गर्नुहोस् त। मोहन शमशेर, भीम शमशेर, भीमसेन थापा, पदम शमशेर। ल अब सही विकल्प दिनुभएका साथीहरूको ठिक छ, अरू साथीहरूले एकैछिन यता ध्यान केन्द्रित गर्ने। अब नेपालको इतिहासको पहिलो संविधान भनेको नेपाल सरकार वैधानिक कानुन 2004 है। यो पहिलो संविधान हो। नेपाल सरकार वैधानिक कानुन 2004, नेपालको पहिलो संविधान वैधानिक कानुन 2004, यो चाहिँ पहिलो संविधान हो। र पहिलो संविधान चाहिँ लागू चाहिँ हुन पाएन, जारी चाहिँ भएको थियो 2004 माघ 13 गते चाहिँ जारी भएको है। 2004 साल माघ 13 गते के भयो? यो संविधान चाहिँ जारी भयो। नेपालको पहिलो संविधान भनेको नेपाल सरकार वैधानिक कानुन 2004 साल माघ 13 गते जारी भयो, लागू चाहिँ हुन पाएन। र यही सन्दर्भमा नेपालको त्यति बेला त निरङ्कुश राणा शासन होइन, र राणा शासनले चाहिँ जनताको नाममा संविधान दियो भनेर पदम शमशेरलाई, मोहन शमशेर लगायतका अन्य राणा प्रधानमन्त्रीहरूले के भने, कि त चाहिँ राजीनामा दिए कि त चाहिँ मारिदिन्छौँ भनेर धम्की दिइसकेपछि मर्नुभन्दा बौलाउनु नै बेस भनेर पदम शमशेरले स्वास्थ्य उपचारको बहानामा भारतमा गएर के गरेका थिए? आफ्नो पदबाट राजीनामा दिएका थिए। र यही पदम शमशेरले के गरे? जनताको नाममा पहिलो संविधान नेपाल सरकार वैधानिक कानुन 2004, यो नेपालको संविधान, नेपालको इतिहासको पहिलो संविधान हो जुन 2004 माघ 13 गते जारी भएको थियो है। ल पदम शमशेर भनेर सही विकल्प दिनुभएका साथीहरूको मिलेको छ। र नेपाल सरकार वैधानिक कानुन 2004 नेपालको पहिलो संविधान जारी गरेकै कारणले गर्दा पदबाट हटाइएका प्रधानमन्त्री पनि यिनै पदम शमशेर हुन्। पदम शमशेर भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले चाहिँ यसलाई करेक्सन गर्दै गरौँ है। आजको लागि दोस्रो नम्बर प्रश्नको सही विकल्प पदम शमशेर। ल अगाडि बढौँ है त साथीहरू। ल
दोस्रो नम्बर प्रश्नको सही विकल्प पदम शमशेर भनेर सही विकल्प दिनुहुने सम्पूर्ण साथीहरूलाई एकमुष्टमा बधाई छ। र तेस्रो नम्बर प्रश्नतिर लागौँ। र आजको लागि तेस्रो नम्बर प्रश्न हेर्नुहोस् त, स्क्रिन मार्फत देखिसक्नु भएको छ। नेपाल विशेष गरेर चाहिँ विश्वको सबैभन्दा धेरै मुलुक भएको महादेश कुन हो, अथवा सबभन्दा धेरै मुलुक भएको कन्टिनेन्ट? एसिया कन्टिनेन्ट, अफ्रिका कन्टिनेन्ट, युरोप कन्टिनेन्ट, साउथ अमेरिका कन्टिनेन्ट, नर्थ अमेरिका कन्टिनेन्ट, उत्तर अमेरिका है। विश्वको सबैभन्दा धेरै मुलुक भएको महादेश कुन हो? अप्सन नम्बर 1 युरोप, अप्सन नम्बर 2 एसिया, अप्सन नम्बर 3 उत्तर अमेरिका, अप्सन नम्बर 4 अफ्रिका। सबैभन्दा धेरै मुलुक भएको कन्टिनेन्ट, सबैभन्दा धेरै मुलुक भएको महादेश विश्व भूगोलको। ल भन्नु, सबैले कमेन्ट गर्नुहोस् है। विश्व भूगोलको सबैभन्दा धेरै मुलुक भएको महादेश चाहिँ कुन हो त? साथीहरूको कमेन्ट मैले पढिरहेको छु है। युरोप कन्टिनेन्ट, एसिया कन्टिनेन्ट, नर्थ अमेरिका कन्टिनेन्ट र अफ्रिका कन्टिनेन्ट, विश्वको सबैभन्दा धेरै मुलुक भएको महादेश। र धेरैले एसिया भन्नुभयो। एसिया हो त धेरै मुलुक भएको, त्यति मजाले तपाईँहरूले पढेको यस्तो गर्नु भएन है साथीहरू। विश्वको सबैभन्दा धेरै मुलुक भएको कन्टिनेन्ट भनेको अफ्रिका कन्टिनेन्ट हो। अब यो मुलुकको सन्दर्भमा तपाईँले बुझ्नुपर्ने कुरा के छ भने, कतिवटा मुलुक छन् त? विश्वमा मुलुक भनेका चाहिँ साथीहरू जति युएनओका सदस्य छन् तिनै विश्वका मुलुक हुन्। 193 सदस्य छन् संयुक्त राष्ट्रसङ्घका, र 2वटा पर्यवेक्षक मुलुक छन् हो, भ्याटिकन सिटी र प्यालेस्टाइन। 2वटा चाहिँ पर्यवेक्षक मुलुक छन् र 193वटा सदस्य छन् गरेर 195वटा देश छन् भनेर भन्छ 2वटा युएनओका पर्यवेक्षक मुलुकहरू गरेर। र जस अन्तर्गत चाहिँ अब विश्वमा सबैभन्दा धेरै एसियामा 48वटा, युरोपमा 44वटा। हेर्नुहोस् त, एसियामा कतिवटा छन्? एसियामा 48वटा छन्, यो लेखिराख्नुहोस् है। युरोपमा कतिवटा मुलुक छन्? युरोप कन्टिनेन्टमा चाहिँ 44वटा मुलुकहरू रहेका छन्। त्यसै गरेर अफ्रिकामा 54वटा छन्। अफ्रिकामा कतिवटा छन्? 54वटा मुलुकहरू रहेका छन् भन्ने कुरा बुझ्नु पर्यो। साउथ अमेरिकामा चाहिँ कति छन्? 12वटा। अमेरिकामा चाहिँ 12वटा र नर्थ अमेरिका, उत्तर अमेरिकामा चाहिँ फेरि 23वटा रहेका छन्। अस्ट्रेलियामा 14वटा छन् है। अस्ट्रेलियामा चाहिँ कतिवटा? 14वटा रहेका छन्। यसरी चाहिँ तपाईँले बुझ्नु पर्यो। हेर्नुहोस् त, 1 2 3 4 5 6 अनि अन्टार्कटिका चाहिँ देशमा विभाजन छैन। र सबैभन्दा धेरै अफ्रिकामा 54वटा देशहरू रहेका छन्। र विश्वको सबैभन्दा धेरै मुलुक भएको महादेश अफ्रिका कन्टिनेन्ट, अफ्रिका महादेश, 54वटा देश छन् है। र अफ्रिका भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्ने। आजको लागि तेस्रो नम्बर प्रश्नको सही विकल्प अफ्रिका हुन्छ। ल अर्को चौथो नम्बर प्रश्नतिर लागौँ है त। ल आजको लागि चौथो नम्बर प्रश्न, सबैभन्दा बढी वन क्षेत्र भएको नेपालको जिल्ला कुन हो? नेपाली जिल्ला कुन हो? अप्सन नम्बर 1 ललितपुर, अप्सन नम्बर 2 भक्तपुर, अप्सन नम्बर 3 कास्की, अप्सन नम्बर 4 अर्घाखाँची। सबैभन्दा बढी वन क्षेत्र भएको नेपाली जिल्ला कुन हो भनेर तपाईँहरूलाई चौथो नम्बर प्रश्न सोधेको छ। अर्घाखाँची, भक्तपुर, कास्की र ललितपुर। प्रश्नहरू एकदमै आधिकारिक छन्, महत्त्वपूर्ण छन् र एक्जाममा सोध्न सक्ने खालका सम्भावित प्रश्न पनि छन् है। त्यो कुरा तपाईँले बुझ्न पर्यो। र सबैभन्दा बढी वन क्षेत्र भएको नेपाली जिल्ला कुन हो भनेर ललितपुर, भक्तपुर, कास्की र अर्घाखाँची गरेर तपाईँहरूलाई चाहिँ यहाँ 4वटा विकल्प दिएको छ होइन। अप्सन नम्बर 1 2 3 4 का आधारमा तपाईँहरूले चाहिँ कमेन्ट गर्न पर्यो है। र यसमा भौगोलिक अथवा धरातलीय आधारमा र जिल्लाको दुवैमा मैले कुरा गरिदिन्छु। सबैभन्दा बढी वन क्षेत्र भएको नेपाली जिल्ला कुन हो त? सबैले कमेन्ट गर्नुहोस् त। प्रदेश भनेर सोध्यो भने के भन्ने? जिल्ला भनेर सोध्यो भने के भन्नु? धरातलीय स्वरूप अथवा धरातलीय आधारमा भनेर सोध्यो भने के भन्ने त? त्यो सबैको मैले तपाईँहरूलाई एन्सर दिन्छु है। ल हेर्नुहोस्, अब यसलाई चाहिँ तपाईँलाई 3वटा आधार बनाएर यसलाई क्वेसन सोध्छ। एउटा धरातलीय आधारमा, अर्को भनेको जिल्लाको, अर्को भनेको प्रदेशको। धरातलीय आधारमा भनेर सोध्छ, धरातलीय आधार। अर्को प्रदेशलाई बेस बनाउँछ, प्रदेशलाई आधार बनाउँछ, र अर्को भनेको चाहिँ जिल्लालाई आधार बनाउँछ। यदि तपाईँलाई धरातलीय आधारमा सबैभन्दा धेरै चाहिँ वन क्षेत्र रहेको भौगोलिक क्षेत्र कुन हो भनेर सोध्यो भने धेरै वन क्षेत्र रहेको चुरे क्षेत्र हो साथीहरू है। चुरे क्षेत्रमा सबैभन्दा धेरै के छ? वन क्षेत्र रहेको छ। र थोरै भनेको उच्च हिमाली क्षेत्रमा, उच्च हिमाली क्षेत्रमा चाहिँ त्यहाँ वन क्षेत्र थोरै छ।
किनकि एकदमै कम पानी पर्ने र चिसो हुने भएको कारणले गर्दा उच्च हिमाली क्षेत्रमा चाहिँ वन क्षेत्र कम छ। यो चाहिँ धरातलीय आधारमा। चुरे क्षेत्रमा सबैभन्दा बढी करिब करिब 73.68% वन छ भन्छ र उच्च हिमाली क्षेत्रमा चाहिँ 3.41% वन छ, त्यो सबभन्दा कम हो। र प्रदेशको कुरा गर्ने हो भने अहिले सबैभन्दा धेरै वन क्षेत्र रहेको प्रदेश भनेको चाहिँ कोशी प्रदेश हो र थोरै वन क्षेत्र रहेको प्रदेश कुन हो भनेर सोध्यो भने मधेस। 7वटा प्रदेशमा वन क्षेत्र धेरै भएको कोशी र थोरै भएको मधेस। र 77वटा जिल्लाको कुरा गर्ने हो भने जिल्लालाई आधार बनाउँदा धेरै वन क्षेत्र भएको जिल्ला भनेको कुन हो त? धेरै वन क्षेत्र भएको जिल्ला भनेको चाहिँ अर्घाखाँची हो, अर्घाखाँची हो र यसै गरेर थोरै वन क्षेत्र रहेको प्रतिशतका आधारमा थोरै वन क्षेत्र कहाँ छ? भक्तपुरमा रहेको छ। हेर्नुहोस् त, र तपाईँलाई जुन 4वटा विकल्प दिएको छ अर्घाखाँची, भक्तपुर, कास्की र ललितपुर मध्ये सबैभन्दा धेरै अथवा सबैभन्दा बढी वन क्षेत्र भएको नेपाली जिल्ला अर्घाखाँची हो। अर्घाखाँची इज द करेक्ट एन्सर है। अर्घाखाँची भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले चाहिँ यसलाई करेक्सन गर्न पर्यो। ल ओके, 5औं नम्बर प्रश्नतिर लागौँ। आजको लागि 5औं नम्बर प्रश्न, लिच्छवीकालीन समयमा सिपाहीलाई के भनिन्थ्यो? युवराज, भट्ट, दण्डनायक, अमात्य। लिच्छवीकालीन समयमा सिपाहीलाई के भनिन्थ्यो? अप्सन नम्बर 1 इज युवराज, अप्सन नम्बर 2 भट्ट, अप्सन नम्बर 3 दण्डनायक, अप्सन नम्बर 4 अमात्य गरेर 4वटा विकल्प दिएको छ है। पछिल्लो टाइम चाहिँ साथीहरूको सेयर चाहिँ एकदमै कम भयो क्या। यत्रो साथीहरू हुनुहुन्छ है, एकजना साथीले 15-20वटा ग्रुपहरूमा सेयर गरेर अरूलाई पुर्याउनु भयो भने हेर्नुहोस् त, तपाईँहरूको लागि यत्रो दुःख गरेका छौँ। नयाँ नयाँ प्रश्नहरू, कति महत्त्वपूर्ण प्रश्नहरू छन्। तपाईँले के गर्ने? यसलाई व्यापक रूपमा पुर्याउने, किनकि तपाईँहरूको सहभागी देखेर, तपाईँहरूको चाहिँ सेयर देखेरै हामीलाई यसरी निःशुल्क रूपमा यसलाई निरन्तर ल्याउने ऊर्जा मिल्छ क्या, हो कि होइन? ल, लिच्छवीकालीन समयमा सिपाहीलाई चाहिँ के भनिन्थ्यो भनेर युवराज, भट्ट, दण्डनायक र अमात्य गरेर 4वटा विकल्प दियो। अप्सन नम्बर 1, 2, 3, 4 का आधारमा कमेन्ट गर्नुहोस् त। ल, हामी आजको लागि 5औं नम्बर प्रश्नमा छौँ है। साथीले कमेन्ट गरिरहनु भएको छ। ल, लिच्छवीकालीन समयमा सिपाहीलाई के भनिन्थ्यो? युवराज, भट्ट, दण्डनायक र अमात्य। ल हेर्नुहोस्, अब दिएका 4वटा विकल्पहरूमध्ये युवराज भनेको के हो साथीहरू? युवराज भनेको भविष्यको राजा। त युवराज भन्छ नि, युवराज भनेको भविष्य भनेको भोलिको राजा, भावी राजा पनि भन्छ है। भावी राजा अथवा भविष्यको राजा भनेको युवराज, भोलिको राजा युवराज भनेको भोलिको राजा। अमात्य, मन्त्रीहरू धेरै मात्तिन थाले, अमात्य मन्त्री सरहको पद है। मन्त्री सरहको पदलाई चाहिँ, मन्त्री सरहको पदलाई लिच्छवीकालीन समयमा अमात्य भनेर भनिन्थ्यो। दण्डनायक भनेको प्रहरी प्रमुख, लिच्छवीकालीन समयमा प्रहरी प्रमुखलाई चाहिँ दण्डनायक भनेर भनिन्थ्यो भने तपाईँहरूलाई चाहिँ प्रश्नले के भनेको छ? लिच्छवीकालीन समयमा सिपाहीलाई के भनिन्थ्यो भनेको छ? सिपाहीलाई चाहिँ भट्ट भनेर भनिन्थ्यो। भट्ट इज द करेक्ट आन्सर। भट्ट भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्नु पर्यो। लिच्छवीकालीन समयमा सिपाहीलाई चाहिँ भट्ट भनेर भनिन्थ्यो है। ल, 6औं नम्बर प्रश्न, विश्वमा नेपाल कतिौं धर्मनिरपेक्ष मुलुक हो त? अप्सन नम्बर 1 22औं, अप्सन नम्बर 2 20औं, अप्सन नम्बर 3 18औं, अप्सन नम्बर 4 16औं। विश्वमा नेपाल कतिौं धर्मनिरपेक्ष मुलुक हो? ल त, अप्सन नम्बर 1, 2, 3, 4 का आधारमा कमेन्ट गर्नुहोस्। साथीहरूको कमेन्ट मैले पढिरहेको छु है। विश्वमा नेपाल कतिौं धर्मनिरपेक्ष मुलुक हो त? बाइसौँ, 20औं, 18औं, 16औं, यो सबै फिडब्याक आउँछ है। यो सबै फिडब्याक अहिले जति पनि छ, यो सबै फिडब्याक भनेको चाहिँ तपाईँको फेसबुक पेजमा, भोलि हेर्ने फेसबुक पेजमा आउँछ है। ल, फेसबुक पेजमा आइहाल्छ। अब यो धर्मनिरपेक्ष, सबैभन्दा सुरुमा नेपाल कहिले चाहिँ धर्मनिरपेक्ष मुलुक भयो त? 63 जेठ 4 गते है। 2063 जेठ 4 गते यो मिति भनेको के हो? 2063 साल जेठ 4 गते नेपाल धर्मनिरपेक्ष मुलुक बनेको थियो। नेपाल धर्मनिरपेक्ष मुलुक। हेर्नुहोस् त, तपाईँहरूलाई चाहिँ यदि इक्जाममा नेपाल धर्मनिरपेक्ष मुलुक घोषणा कहिले भयो भनेर सोध्यो भने 2063 साल जेठ 4 गते भएको थियो।
अर्को प्रश्नतिर लागौँ है त। 6औं नम्बर प्रश्नको सही विकल्प दिनुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ एकमुष्टमा बधाई छ। 7औं नम्बर प्रश्न, हालसालै चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको एउटा क्रेटर नेपाली व्यक्तित्वको नामबाट नामाकरण गरिएको छ, भन्नुहोस् उहाँको नाम के हो है। र पहिलो पटक चाहिँ चन्द्रमामा दक्षिणी ध्रुवमा रहेको जुन एउटा क्रेटर छ त्यसमा चाहिँ क्रेटर खाल्डो छ जुन, त्यसलाई चाहिँ नेपाली व्यक्तिको नामाकरण गरिएको छ, नेपाली व्यक्तित्वको नामबाट नामाकरण गरिएको छ। उहाँको नाम के हो भनेर तपाईँहरूलाई हेर्नुहोस् त कुन कुन विकल्प दियो। पासाङ ल्यामु शेर्पा, पृथ्वीनारायण शाह, महावीर पुन, सन्दुक रोहित। अप्सन नम्बर 1 इज सन्दुक रोहित, अप्सन नम्बर 2 महावीर पुन, अप्सन नम्बर 3 पृथ्वीनारायण शाह, अप्सन नम्बर 4 पासाङ ल्यामु शेर्पा। त सबैले कमेन्ट गर्नुहोस्। हालसालै चन्द्रमाको दक्षिणी, यसको सही विकल्प भनेको पासाङ ल्यामु शेर्पा हो र पासाङ ल्यामु शेर्पा भनेका साथीहरूको मिलेको छ। सगरमाथा सफल आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्यामु शेर्पाको नामबाट नामाकरण गरिएको थियो। 8औं नम्बर प्रश्न, एनाको प्रयोग गरेर सूर्यको प्रकाशद्वारा शत्रुको जहाज जलाइदिने वैज्ञानिक को हुन्। अप्सन नम्बर 1 सर आइजक न्युटन, अप्सन नम्बर 2 ग्यालिलियो ग्यालिली, अप्सन नम्बर 3 आर्किमिडिज, अप्सन नम्बर 4 अल्बर्ट आइन्स्टाइन है। ल भन्नुहोस् त, एनाको प्रयोग गरेर सूर्यको प्रकाशद्वारा शत्रुहरूको जहाज जलाइदिने वैज्ञानिक चाहिँ को हुन् भनेर तपाईँहरूलाई चाहिँ यहाँ 4वटा विकल्प दिएको छ है। ल कमेन्ट गरौँ सबैले। प्रश्नहरू एकदमै आधिकारिक छन् साथीहरू, इक्जाममा सोध्न सक्ने खालका सम्भावित प्रश्न छन्। त्यो कारणले गर्दाखेरि चाहिँ आफ्नो वालमा पनि सेयर गर्नुहोस् ताकि अन्य समयमा हेर्न सकिन्छ। ल यसको सही विकल्प भनेको आर्किमिडिज। आर्किमिडिज भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूलाई करेक्सन गरौँ ल। विशेष गरेर आर्किमिडिजले धेरै नै योगदान गरेका छन् है। उनले चाहिँ व्यास नाप्ने तरिका, सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका, अनि उत्तोलकको सिद्धान्त, आर्किमिडिजको सिद्धान्त लगायतका विभिन्न सिद्धान्तहरू दिएका छन्। र एनाको प्रयोग गरेर सूर्यको चाहिँ प्रकाश जलाइदिने, सरी प्रकाशद्वारा सूर्यको जहाज जलाइदिने वैज्ञानिक भनेको चाहिँ आर्किमिडिज हुन्। ल आर्किमिडिज भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूलाई करेक्सन गरौँ। आर्किमिडिज इज द करेक्ट एन्सर। अर्को प्रश्न, आजको लागि 9 नम्बर प्रश्न तपाईँहरूले स्क्रिन मार्फत देखिसक्नु भएको छ र 8औं नम्बर प्रश्नको सही विकल्प चाहिँ आर्किमिडिज हो, अरू साथीहरूले करेक्सन गरिहालौँ है। ल 9 नम्बर प्रश्न, अमेरिकाको न्युयोर्क सहरमा हालसालै मेयर चुनावमा निर्वाचित चर्चित राजनीतिज्ञ को हुन्। अप्सन नम्बर 1 मीरा नायर, अप्सन नम्बर 2 जोहनार ममदानी, अप्सन नम्बर 3 कर्टिस सिल्वा, अप्सन नम्बर 4 एन्ड्रयू कुमो। यो तपाईँहरूलाई कुनै न कुनै इक्जाममा यो वर्ष सोध्ने प्रश्न हो। अमेरिकाको न्युयोर्क सहरमा हालसालै चाहिँ एकदमै चर्चित है मेयर हुनुहुन्छ, बालेन जस्तै चाहिँ एउटा आएका है, जुन काठमाडौँको मेयर बालेन शाह हुनुहुन्छ नगर प्रमुख, त्यस्तै गरेर एकदमै चर्चामा रहेका मेयर हुन् यो वर्ष चाहिँ विशेष गरेर न्युयोर्क है, अमेरिकाको मुटु मानिने न्युयोर्कमा चाहिँ योङ चाहिँ मेयर 34 वर्षीय हुन् है। त्यो चाहिँ राजनीतिज्ञ को हुन् भनेर सोधेको छ। ल कमेन्ट गर्नुहोस् त, मीरा नायर, जोहरान ममदानी, कर्टिस सिल्वा, यसै गरेर चाहिँ एन्ड्रयू कुमो गरेर 4वटा विकल्प दिएको छ। र सबैले कमेन्ट गरौँ है, सबैले कमेन्ट गरौँ। यो भनेको तपाईँहरूको चाहिँ निर्णयात्मक मूल्याङ्कन होइन, निर्माणात्मक मूल्याङ्कन हो। त्यो कारणले त जे आउँछ त्यही चाहिँ कमेन्ट गरौँ। अब हेर्नुहोस् त, निर्वाचित भनेको 2025मा नै निर्वाचित भएका हुन् होइन। निर्वाचित भनेको 2025मा नै निर्वाचित भएको, 2025 नोभेम्बर 4मा, 2025 नोभेम्बर 4मा, नोभेम्बर 4 ल यहाँ नोभेम्बर 4मा चाहिँ के भयो त निर्वाचित भए र कार्यकाल सुरु भनेको 2026बाट हुँदैछ। 2026 जनवरी 1बाट कार्यकाल सुरु हुँदैछ र यसको सही विकल्प भनेको
जोहरान ममदानी है। कुनै न कुनै इक्जाममा यो वर्ष सोध्छ। एकदमै चर्चामा रहेका न्युयोर्क भनेको चाहिँ अमेरिकाको मुटु मानिने सहर हो न्युयोर्क। 34 वर्षीय जोहरान ममदानी चाहिँ मेयर पदमा निर्वाचित भएका छन् र उनले चाहिँ विशेष गरी किन पनि महत्त्वपूर्ण छ भने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेको उम्मेदवार जहाँ चाहिँ अमेरिकाका पूर्व गभर्नर पनि हुन्, यो जुन एन्ड्रुस कुमोलाई के गराएका थिए, पराजित गरेका थिए कि डोनाल्ड ट्रम्पले जुन समर्थन गरेका थिए एन्ड्रयू कुमोलाई, र यो भनेको अमेरिकाका पूर्व गभर्नर पनि हुन् र यिनैलाई नै के गरेका थिए, पराजित गरेका थिए राष्ट्रपतिले समर्थन गरेको उम्मेदवारलाई। र त्यो कारणले गर्दा पनि एकदमै यङ मेयर, चर्चामा आएका मेयर कुनै न कुनै इक्जाममा यो वर्ष सोध्छ है। जोहरान ममदानी इज द करेक्ट एन्सर। जोहरान ममदानी भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूलाई करेक्सन गर्ने। अझै नयाँ नयाँ प्रश्नहरू, अझै महत्त्वपूर्ण प्रश्नहरू, अझै अपडेटेड प्रश्नहरू मैले ल्याउनेछु, यो कुरामा कुनै पनि शङ्का छैन। तर तपाईँहरूलाई व्यापक रूपमा सेयर गर्दै है पुर्याउन पर्यो। अर्को प्रश्न, आसियानको कान्छो तथा 11औं सदस्यका रूपमा सदस्य बनेको नयाँ सदस्य मुलुक कुन हो? अप्सन नम्बर 1 लाओस, अप्सन नम्बर 2 बङ्गलादेश, अप्सन नम्बर 3 पूर्वी टिमोर, अप्सन नम्बर 4 कम्बोडिया। ल भन्नुहोस् त, आसियानको कान्छो तथा 11औं सदस्यका रूपमा सदस्य बनेको आसियानको कान्छो सदस्य अथवा 11औं सदस्य चाहिँ कुन हो भनेर तपाईँलाई 4वटा विकल्प दिएको छ है। तपाईँहरूको काम भनेको के हो त, यसलाई व्यापक रूपमा सेयर गर्दै व्यापक रूपमा पुर्याउने, अरू साथीहरूलाई पनि पुर्याउने होइन। किनकि तपाईँहरूको सहभागी, तपाईँहरूको चाहिँ सेयर भनेकै यसरी निशुल्क रूपमा भिडियो ल्याउने ऊर्जा हो क्या साथीहरू है। आसियानको कान्छो तथा 11औं सदस्यको रूपमा सदस्य बनेको आसियानको नयाँ सदस्य कुन हो भनेर 4वटा विकल्प दिएको छ। ल कमेन्ट गर्नुहोस् है। ल, यसको सही विकल्प भनेको पूर्वी टिमोर, जसलाई एसियाको कान्छो मुलुक भनेर पनि भनिन्छ पूर्वी टिमोरलाई चाहिँ। र यो पूर्वी टिमोर भनेको एसियाको कान्छो मुलुक पनि हो। र एसियाको कान्छो मुलुक पूर्वी टिमोर भनेको 11औं सदस्य। आसियान, दक्षिण पूर्वी एसियाली सहयोग सङ्गठन आसियानमा चाहिँ कतिवटा सदस्य थिए पहिला? 11वटा थिए नि होइन, के अरे 10वटा थिए नि होइन, र अहिले चाहिँ पूर्वी टिमोर थप भएर 11वटा बनेका छन्। यति मात्रै जानेर भयो त, कान्छो र 11औं सदस्य पूर्वी टिमोर थप भएछ। आसियानमा पहिला 10वटा सदस्य थिए, अहिले एक थपिएर 11वटा भयो भन्ने त बुझ्नुभयो। कहिले भयो त? 2025 अक्टोबर 26 है। 2025 अक्टोबर 26मा के भयो? पूर्वी टिमोर पनि सदस्य बन्यो। र कतिपय साथीले कम्बोडिया भन्नुभयो। कम्बोडिया भनेको 10औं सदस्य हो ल साथीहरू। योभन्दा अगाडि चाहिँ कम्बोडिया थियो 10औं सदस्य, तर अहिले अब पूर्वी टिमोर चाहिँ थपिसकेपछि 2025 अक्टोबर 26मा पूर्वी टिमोर चाहिँ सदस्य बन्यो र यसपछि अब 11वटा सदस्य बने आसियानको। र 10औं भनेको कम्बोडिया कहिले भएको थियो? यो चाहिँ 1999 अप्रिल 30 होइन, 1999 अप्रिल 30मा 1999 अप्रिल 30मा चाहिँ कम्बोडिया सदस्य बनेको हो। यो भनेको 10औं सदस्य हो। योभन्दा अगाडि कान्छो सदस्य भनेर हामीले कम्बोडिया पढ्दै आइरहेका थियौँ। तर अब चाहिँ के भन्ने? पूर्वी टिमोर भन्ने है, किनकि अहिले 11वटा सदस्यहरू पुगिसकेका छन्। कतिपय साथीलाई थाहा नहुन सक्छ, यो सदस्यता प्राप्त गरेको मिति 2025 अक्टोबर 26, यो पनि जान्ने है त। ल अर्को प्रश्नतिर लागौँ। आजको लागि 10औं नम्बर प्रश्नको सही विकल्प चाहिँ पूर्वी टिमोर हो। र पूर्वी टिमोर भनेका साथीहरूको मिल्यो, अरू साथीहरूले यसलाई करेक्सन गरौँ है। ल 11औं नम्बर प्रश्नतिर लागौँ। र 11औं नम्बर प्रश्न, सिमसार दिवस अथवा रामसार दिवस पनि भन्छ। सिमसार दिवस, रामसार दिवस कहिले मनाइन्छ? अप्सन नम्बर 1 मार्च 2, अप्सन नम्बर 2 फेब्रुअरी 2, अप्सन नम्बर 3 जनवरी 2, अप्सन नम्बर 4 इज अप्रिल 2। सिमसार दिवस कहिले मनाइन्छ? ल भन्नुहोस्। अप्सन नम्बर 1 इज मार्च 2, अप्सन नम्बर 2 इज फेब्रुअरी 2, अप्सन नम्बर 3 इज जनवरी 2, अप्सन नम्बर 4 इज अप्रिल 2। सिमसार दिवस कहिले मनाइन्छ? सिमसार अथवा रामसार पनि भन्छ है। सिमसार अथवा रामसार भन्छ। र सिमसार दिवस अथवा रामसार दिवस चाहिँ कहिले मनाइन्छ? मार्च 2, फेब्रुअरी 2, जनवरी 2 र यसै गरेर अप्रिल 2। अब धेरैजना साथीहरूलाई त्यो सिमसार भनेको पनि के रहेछ भन्ने कुरा पनि धेरैजना साथीलाई थाहा नरहेछ। यो सिमसार भनेको चाहिँ के हो भने सिम र सार मिलेर यो सिमसार बनेको छ होइन।
सिम भनेको चाहिँ पानी, सार भनेको चाहिँ जमिन अथवा नसुकेको क्षेत्र, पानीले नसुकेको क्षेत्र भन्ने चाहिँ बुझाउँछ के। ताल तलैया कुण्डको वरिपरि रहेका जुन दलदल क्षेत्रहरू, पानी जमेको क्षेत्र, दहहरू हुन्छन् नि, हो त्यसलाई चाहिँ सिमसार भन्छ। भिजेको वा पानीले भएको स्थान भन्ने बुझाउँछ सिमसारले। सिमसार दिवस अथवा चाहिँ रामसार दिवस पनि भन्छ र यो चाहिँ फेब्रुअरी 2 मा मनाइन्छ। यो चाहिँ गण्डकी 5 औँलाई गत वर्ष सोधेको क्वेसन हो है। सिमसार दिवस अथवा रामसार दिवस चाहिँ प्रत्येक वर्ष फेब्रुअरी 2 मा मनाइन्छ। ल आजको लागि 12 नम्बर प्रश्न हेर्नुहोस् त के छ। ल 12 नम्बर प्रश्न। सन् 2025 मा सम्पन्न 13औं आइसिसी महिला एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जित्ने राष्ट्र कुन हो? अप्सन नम्बर 1 इज श्रीलङ्का, अप्सन नम्बर 2 इज मालदिप्स, अप्सन नम्बर 3 इज भारत, अप्सन नम्बर 4 इज दक्षिण अफ्रिका है। ल हेर्नुहोस् त, सन् 2025 मा सम्पन्न 13औं आइसिसी महिला एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जित्ने राष्ट्र कुन हो? त्यो तपाईँहरू स्क्रिनमा पनि देखेको छ। तपाईँले एम्बिसन गुरु एप डाउनलोड गर्दा पनि हुन्छ र म चाहिँ तपाईँलाई भौतिक माध्यम र अनलाइन दुवै माध्यमबाट सहजीकरण गर्छु एम्बिसन गुरुमा है। तपाईँहरू चाहिँ यदि तयारी कक्षा लिन चाहनुहुन्छ भने र अन्य आइक्यूको रिटर्नको लगायत विभिन्न पत्र विभिन्न तहको शिक्षक सेवा आयोगतर्फ होइन प्राविधिक अप्राविधिक विभिन्न तपाईँहरूले चाहिँ तयारी गर्न चाहनुहुन्छ भने तपाईँहरूका लागि बेस्ट प्लेटफर्म भनेको एम्बिसन गुरु हो। तपाईँहरू जोडिने है त। ल हेर्नुहोस्, 2025 मा सम्पन्न 13औं आइसिसी महिला एक दिवसीय क्रिकेटको कुरा गरेको छ। अब यो चाहिँ अस्ति भर्खरै सम्पन्न भएको तपाईँहरूलाई यो सोध्न सक्छ है। ल फिडब्याकतिर लागौँ है त साथीहरू। हामी 12 नम्बर प्रश्नमा छौँ है। 2025 मा सम्पन्न 13औं आइसिसी महिला एक दिवसीय क्रिकेटको विजेता राष्ट्र कुन बन्यो भने दक्षिण अफ्रिका भनेको चाहिँ उपविजेता बनेको थियो। जम्मा चाहिँ 2025 सेप्टेम्बर 30 देखि है नोभेम्बर 2 सम्म नोभेम्बर 2 सम्म चाहिँ नोभेम्बर 2 सम्म के भएको आयोजना भएको है। आयोजना 2025 मा 13औं आइसिसी महिला एक दिवसीय क्रिकेट आयोजना कहिले भयो? 2025 सेप्टेम्बर 30 देखि लगेर 2025 नोभेम्बर 2 सम्म सम्पन्न भयो। अब कहाँ भयो? भारत र श्रीलङ्कामा है। भारत र श्रीलङ्का, भारत र श्रीलङ्का भनेको यसको आयोजक मुलुक, भारत र श्रीलङ्का भनेको आयोजक मुलुक। सहभागी कति? 8 मुलुक सहभागी, 8 मुलुक के भएका थिए? सहभागी भएका थिए। 8 मुलुकहरू सहभागी भएका थिए र 8 मुलुक सहभागी भएका मध्ये दक्षिण अफ्रिका भनेको उपविजेता बन्यो है। यो प्रतियोगिताको उपविजेता बनेको थियो भने भारत भनेको विजेता बनेको थियो। तपाईँलाई के भनेर सोधेको छ हेर्नुहोस् त। 2025 मा सम्पन्न 13औं आइसिसी महिला एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जित्ने मुलुक इन्डिया, भारत हो। ल दक्षिण अफ्रिकाका चाहिँ उपविजेता बनेको थियो। भारत भनेका साथीहरूको मिल्यो, अरू साथीहरूले चाहिँ यसलाई करेक्सन गरौँ है। ल ल साथीहरू 12 नम्बर प्रश्नको सही विकल्प भारत, इन्डिया इज द करेक्ट एन्सर। अर्को प्रश्न हेर्नुहोस् त। चिनिया सभ्यतामा राजतन्त्रात्मक व्यवस्था हुँदा गरेका जुन शासनहरू थिए त्यो शासन गरेका अन्तिम वंश कुन हो त? ल भन्नुहोस् त। नेपालमा जुन राजतन्त्रात्मक व्यवस्था हुँदाखेरि शासन गरेको अन्तिम वंश, यो सेक्सन अफिसरलाई सोधिसकेका क्वेसन हो। अप्सन नम्बर 1 हाङ वंश, अप्सन नम्बर 2 सिया वंश, अप्सन नम्बर 3 सान वंश, अप्सन नम्बर 4 छिङ वंश। चिनिया सभ्यताको जुन राजतन्त्रमा विभिन्न वंशहरूले शासन गरे त्यो राजतन्त्रात्मक व्यवस्थामा सबैभन्दा अन्तिममा कुन वंशले चाहिँ शासन गरेको थियो भनेर सोधेको छ है। तपाईँहरूलाई यो जुन प्रश्न छ नि यो सेक्सन अफिसरलाई सोधिसकेका हो। 37 वटा वंशले चाहिँ शासन गरेका थिए चिनिया सभ्यतामा। ल भन्नुहोस्। अब यो चिनिया सभ्यताको जुन राजतन्त्रात्मक व्यवस्था छ नि यो चिनिया सभ्यताको राजतन्त्रात्मक व्यवस्था अन्तर्गत चाहिँ तपाईँहरूलाई कतिवटा वंशले शासन गर्यो भनेर सोध्यो भने के भन्ने त? 37 वटा वंशले शासन गरेको थियो है। जम्मा कतिजना वंशले शासन गर्यो? 37 जनाले। 37 वंशले, 37 वंश यो भनेको शासन। चिनिया सभ्यतामा राजतन्त्रात्मक व्यवस्था जुन थियो राजाहरूको व्यवस्था, त्यो राजाहरूमा चाहिँ 37 वटा वंशहरूले हेर्नुहोस् त कति धेरै वंशहरू 37 37
37 वटा वंशले चाहिँ के गरेका थिए, शासन गरेका थिए, जस अन्तर्गत पहिलो वंश कुन हो भनेर सोध्यो भने सिया वंश, यो सिया भनेको पहिलो वंश हो है। र अन्तिम वंश कुन हो भनेर सोध्यो भने तपाईँलाई अन्तिम सोधेको छ, छिङ वंश इज द करेक्ट आन्सर। विशेष गरेर चिनिया सभ्यताको राजतन्त्रात्मक व्यवस्था जुन 37 वटा वंशले शासन गरे, जस अन्तर्गत पहिलो वंश सिया वंश, सिया वंशदेखि छिङ वंश भन्छ के। छिङ वंश भनेको अन्तिम वंश, अथवा चिनियामा शासन गरेको, चिनमा शासन गरेको अन्तिम वंश भनेको छिङ वंश। जस्तै नेपालमा शाह वंश भयो नि, शाह अन्तिम राजा ज्ञानेन्द्र भयो नि, शाहवंशीय राजा हो, त्यस्तै भने हो। यो छिङ वंश भनेको चिनियामा छिङ वंश अन्तिम वंश हो शासन गरेको, यसरी बुझ्ने है। र छिङ वंश भनेका साथीहरूको मिलेको छ, अरू साथीहरूले यसलाई करेक्सन गर्न पर्यो। ल आजको लागि 13औं नम्बर प्रश्नको सही विकल्प छिङ वंश। 14औं नम्बर प्रश्न हेर्नुहोस् त, 2026बाट कार्यकाल सुरु हुने गरी सुरक्षा परिषदमा निर्वाचित नयाँ मुलुक देखाएका मध्ये कुन हो? भुटान, पाकिस्तान, कम्बोडिया र कङ्गो भनेर 4वटा विकल्प दिएको छ। र अब यसमा चाहिँ तपाईँहरूले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, र हामी आजको लागि 14औं नम्बर प्रश्नमा छौँ। र 14औं नम्बर प्रश्न 2026बाट कार्यकाल सुरु हुने गरी, अब यसलाई चाहिँ तपाईँले के भनेर सम्झिनु पर्यो भने बकलाको ला भनेर सम्झिनु पर्यो। बको लाको ला है, बको लाको ला। यो चाहिँ 2026बाट कार्यकाल सुरु हुने, 2026बाट कार्यकाल सुरु हुने सुरक्षा परिषदका जुन 10वटा अस्थायी सदस्य हुन्छन् साथीहरू, त्यो 10वटा अस्थायी सदस्यमध्ये प्रत्येक वर्ष 5-5वटा सदस्य परिवर्तन हुन्छन्। अब 2026 सुरु हुँदैछ, 2026बाट कार्यकाल सुरु हुने 5वटा मुलुक यिनै हुन्। बको लाको ला भनेर सम्झिने। बको लाको ला भनेको बबाट बहराइन, एउटा बबाट के भयो त बहराइन भयो, 2026मा कार्यकाल सुरु हुँदैछ। अर्को क भनेको कङ्गो है, बकोला बकला। अनि यसरी गरेर चाहिँ लाबाट लाइबेरिया, लाइबेरिया। र अर्को तपाईँलाई को भनेको छ, कोबाट कोलम्बिया है, कोलम्बिया। र ला भनेको लाटभिया। ल हेर्नुहोस् त, लाटभिया अथवा चाहिँ लाटभिया, कोलम्बिया है, सरी लाटभिया, कोलम्बिया, लाइबेरिया, कङ्गो र बहराइन, यो 5वटा मुलुकहरू हुन् जुन चाहिँ 2026बाट कार्यकाल सुरु हुँदैछ अथवा निर्वाचित भएका छन्। र अब तपाईँलाई प्रश्नले के भन्यो, निर्वाचित नयाँ मुलुक कुन हो? कम्बोडिया, कङ्गो, पाकिस्तान र भुटान भन्यो। कुन रहेछ? कङ्गो रहेछ। कङ्गो इज द करेक्ट आन्सर। यो 5वटा मुलुक नोट गरिराख्नुहोस् है, 2026बाट कार्यकाल सुरु हुँदैछन्। बहराइन, कङ्गो, लाइबेरिया, कोलम्बिया र लाटभिया। यो कुरा चाहिँ जानिराख्नु पर्यो। अर्को प्रश्नतिर लागौँ है त। ल आजको लागि 14औं नम्बर प्रश्नको सही विकल्प कङ्गो। कङ्गो भनेका साथीहरूको मिल्यो, अरू साथीले करेक्सन गरौँ। 15औं नम्बर प्रश्न, संयुक्त राष्ट्रसङ्घको महासभाको पहिलो बैठक कहाँ भएको थियो? अप्सन नम्बर 1 बेलायत, अप्सन नम्बर 2 नर्वे, अप्सन नम्बर 3 जर्मनी, अप्सन नम्बर 4 अमेरिका। यो चाहिँ 2079मा चाहिँ सेक्सन अफिसरलाई सोधेको क्वेसन हो, धेरैले बिगार्नु भएको थियो। संयुक्त राष्ट्रसङ्घको महासभाको पहिलो बैठक कहाँ बसेको थियो? ल भन्नुहोस् त। बेलायत, नर्वे, जर्मनी र अमेरिका गरेर 4वटा विकल्प दिएको छ। अप्सन नम्बर 1, 2, 3, 4 का आधारमा सबैले कमेन्ट गरौँ त। संयुक्त राष्ट्रसङ्घ युनाइटेड नेसन अर्गनाइजेसनको महासभाको बैठक प्रत्येक वर्ष बस्ने गर्छ, र त्यो प्रत्येक वर्ष बस्ने बैठकको जुन महासभा बैठक छ, तर त्यो बैठक चाहिँ पहिलो बैठक कहाँ बसेको थियो भनेर बेलायत, नर्वे, जर्मनी र अमेरिका गरेर 4वटा विकल्प दिएको छ है। त कमेन्ट गर्नुहोस् त। र धेरैले चाहिँ बेलायत भन्नुभयो, एकदम पर्फेक्ट है। यसको सही विकल्प पनि के हो त? बेलायत नै हो साथीहरू। ल कहिले बसेको थियो? 1946 जनवरी 10 मा है, जनवरी 10। यो मिति भनेको युएनओ महासभाको पहिलो बैठक, युएनओ महासभाको पहिलो बैठक, युएनओ महासभाको पहिलो बैठक कहिले बस्यो भनेर तपाईँलाई मिति सोध्यो भने 1946 जनवरी 10 है, 1946 जनवरी 10। र कहाँ? मेथोडिस्ट सेन्ट्रल हल, लन्डन, बेलायत। कहाँ भनेर सोध्यो भने मेथोडिस्ट सेन्ट्रल हल, मेथोडिस्ट सेन्ट्रल हल, यो चाहिँ लन्डन। अब लन्डन भन्न बित्तिकै के बुझ्ने? लन्डन भनेको बेलायत है। संयुक्त राष्ट्रसङ्घको महासभाको पहिलो बैठक
1946 जनवरी 10 मा मेथोडिस्ट सेन्ट्रल हल लन्डनमा चाहिँ बसेको थियो र त्यो कारणले गर्दा बेलायत इज द करेक्ट आन्सर। बेलायत भनेका साथीहरूको मिल्यो, अरू साथीहरूले यसलाई करेक्सन गर्ने। ल